भन्ने त्यही विषयमा उहाँहरूसँग बसेर छलफल गरेको भनिरहनु भएको छ हैन। तपाईँ त्यो ठाउँमा हुनुहुन्छ, उहाँहरूले के माग राख्नुभयो मन्त्री? उहाँहरूको माग केही छैन। जति उहाँहरूले मागेकै पो के छ र? मैले मागेको त मलाई त केही लागेन। उहाँहरूको जो नोक्सान हो त्यसको क्षतिपूर्ति त कहिले हुनै सक्दैन, नेभर बी, कहिले हुनै सक्दैन र राज्यले गर्न पनि सक्दैन। जिउँदो फर्काएर त ल्याउन सक्दैन। उहाँहरूको त वास्तवमा त्यो छोरा हो नि, छोरा अमूल्य चिज थियो, अब मूल्यवान भनौँ न उहाँहरूको लागि। त्यस्तो छोरा गयो होइन। अब त्यही पनि के छ भने बाँचुन्जेललाई एउटा अलिकति राज्यबाट मद्दत हुन्छ कि, कोसिस त उठ्ने त उहाँहरूले गर्ने हो होइन। अर्काले दिएर खाएर त के हुने हो? कोसिस त उहाँले, अब उहाँ घर व्यवहार सबै छोडेर बसेको मान्छेले फेरि यो नातिहरूको लागि त बाउ बनेर उभिनु पर्यो। अब त्यही हो, त्यसमा राज्यले कति मद्दत गर्छ, कति पर्सेन्टसम्म सहयोग गरेर चाहिँ उहाँहरूलाई चाहिँ अलिकति परिवारलाई राहत हुन्छ भन्ने त्यही विषयमा उहाँहरूसँग बसेर छलफल गरेको भनिरहनु भएको छ हैन। तपाईँ त्यो ठाउँमा हुनुहुन्छ, उहाँहरूले के